यो चाहिँ चारपाने झापा स्थित साङ्गवेद संस्कृत विद्यालय विवेकाश्रमको दृश्य मन्दिरहरू। यो चाहिँ नारायणको मन्दिर। यो चाहिँ यज्ञ होमादि गर्ने मन्दिर पर देखिरहनु भएको छ। राम मन्दिर त्यहाँदेखि उतापट्टि देखिरहनु भएको छ। शिव मन्दिर लगायत जो गुरु हुनुहुन्थ्यो यहाँको, यहाँ पर त्यो भाइहरू भाइनेरी बत्ती बलिरहेको ठाउँमा चाहिँ उहाँको प्रतिमा छ, प्रतिमा राखेको छ। शमीको रुख मजाले शीतल प्रदान गरिरहेको यो चाहिँ जुन दृश्य छ यो चाहिँ तुलादान गर्ने ठाउँ। यहाँ चाहिँ वर्षेनी श्रीमद् भागवत कथा चाहिँ यहाँ पुराण लाग्ने रहेछ। यो कुराहरू यहाँहरूलाई मैले जानकारी गराउँदैछु। यहाँ चाहिँ म तपाईहरुलाई राम मन्दिरमा प्रवेश गराउँदैछु। राम मन्दिरको भित्र म लिएर जाँदैछु। यहाँहरूले देख्न सक्नुहुन्छ। जय श्री राम, जय श्री राम। राम सीता माता लक्ष्मण सँगसँगै हनुमान जी, संकट मोचन हनुमान जी, राम भक्त हनुमान जी स्थापित हुनुहुन्छ। साथमा जहाँ राम भगवान हुन्छ, रामको सेवकका रूपमा हनुमान जी सदैव सब पाउनुहुनेछ र संकट मोचन हनुमान जी हुनुहुन्छ। जय श्री राम। यहाँ शिवजी स्थापित, शिवजी नाग देवता अनि यहाँ सँगै दीप प्रज्वलन देखिरहनु भएको छ। यहाँहरूले बाहिरको दृश्यहरू मैले देखाइरहेको छु यहाँहरूलाई। यो चाहिँ सन्ध्याकालीन दृश्य हो, यहाँहरूले हेर्न सक्नुहुनेछ। सन्ध्याकालीन दृश्य यहाँ चाहिँ यो जो विवेकाश्रमलाई यहाँ स्थापित गर्नुभएको गुरु विवेकानन्द आश्रमका संस्थापक हुनुहुन्छ। गुरु महर्षि विवेकानन्द पुरी जी हुनुहुन्छ। उहाँले चाहिँ 2028 सालमा स्थापित गर्नुभएको रहेछ यहाँ। यो कुरा जानकारी सँगसँगै म अन्य दृश्यहरू पनि यहाँहरूलाई देखाउन चाहन्छु। यहाँ चाहिँ शिवालय मन्दिरको दृश्य देखाइरहेको छु मैले यहाँहरूलाई र म यहाँहरूलाई मन्दिरभित्र लिएर जाँदैछु। र मन्दिरको बनावट बहुत सुन्दर छ। जसले डिजाइन गर्नुभएको, जसले कालीगढ काम गर्नुभयो, मिस्त्री काम गर्नुभयो, उहाँहरूले पनि धेरै नै राम्रो यहाँ देख्न सक्नुहुन्छ। पिलरमा पनि यसरी चाहिँ आकृतिहरू, भगवानका आकृतिहरू बनाउनु भएको छ। पिलरमा पनि डिजाइन गरेर धेरै राम्रो लाग्यो मलाई। यहाँहरूले पनि हेरेर
पक्कै पनि मन पराइदिनुहुन्छ भन्ने आशा गरेको छु र म शिव मन्दिरतिर प्रवेश गरेर आउँदैछु। जय भोलेनाथ। यहाँ शिवलिङ्ग स्थापित र गणेश भगवान विघ्नहर्ता। हामीले गणेश भगवानको पूजा नगरी कुनै पनि कामहरू, गणेशजीलाई आराधना नगरी कुनै पनि कामहरू हाम्रो चाहिँ सफल हुँदैन। पहिले उहाँलाई पुकार्नुपर्छ। यता शक्ति स्वरूपिणी जगत जननी माता हुनुहुन्छ। माताका कृपाले हामी सबैजना चाहिँ अहिलेसम्म रहेका छौँ। माता बिना जगत अधुरो रहन्छ। यो कुरो यहाँहरूलाई सबैलाई थाहा छँदैछ। यतापट्टि चाहिँ राधा रानी स्थापित हुनुहुन्छ। राधा रानी देखाइरहेको छु। हातमा सुदर्शन चक्र शङ्ख लिएर चाहिँ स्थापित हुनुहुन्छ। यहाँ पनि अटुट दीप प्रज्वलन भइरहेको हुन्छ। यहाँहरू सबैजनाले यो भिडियो हेरेर मन पराइदिनु हुनेछ। भगवानप्रति आस्था राख्नुहुने जो कोहीले पनि एक लाइक, कमेन्ट र सब्सक्राइब पक्कै पनि गर्नुहुनेछ भन्ने आशा राखेको छु। यो चाहिँ बाहिरीको दृश्य हो जुन यहाँहरूले हेर्नु भएको छ। गेटमै यस्ता खालका दृश्यहरू यहाँहरूले देख्न सक्नुहुन्छ। र यहाँ चाहिँ दैनिक कहाँबाट को यजमानहरू आउनुहुन्छ र के कार्य गराउनुहुन्छ भनेर यहाँ चाहिँ टिपोट गरिँदो रहेछ। यहाँ नाम लेखेको हुन्छ। अहिले मेटाएको छ आजको। तल जमिनमा पनि राम्रो खालको डिजाइनिङहरू गरेर चिप्स लगाएको रहेछ। यो रातिको सन्ध्याकालीन दृश्य भएकोले गर्दा लाइटले गर्दा त्यो तल टल्किरहेको छ। भएको भवन छ। यो भवन चाहिँ होस्टल रहेछ गुरुकुलको। यहाँ चाहिँ विद्यार्थीहरू यहाँ बस्ने। यहाँ होस्टलमा 2 जना गुरुहरू रहनुहुँदो रहेछ। विद्यार्थीहरूको रेखदेखको लागि उहाँहरू 24 घण्टा त्यहाँ उपस्थित रहनुहुन्छ। र गुरुहरूको आज्ञा बिना कोही पनि काहीँ र कोही गार्जियनहरूले पनि आफ्नो खुसीले चाहिँ विद्यार्थीहरू लिएर जान नपाइने एउटा खालको यहाँको परम्परा। सँगसँगै शमीको रुख धेरै मजाको ठुलो शीतलता प्रदान गरिरहेको छ। र यसरी मैले यहाँहरूलाई यो सन्ध्याकालीन अवस्थाको दृश्य, म संयोग सन्ध्याकालीन अवस्थामा पुगेको थिएँ र मैले यहाँहरूलाई देखाइरहेको छु। र यहाँहरूले मन पराएर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। र म कुनै दिन समय भएछ भने विद्यार्थीहरू भएका बेला, गुरुहरू भएका बेला यहाँको विषयमा, यहाँको अध्ययनको विषयमा म विस्तृत रूपमा चाहिँ भिडियोहरू बनाएर यहाँहरू माझ ल्याउने छु। आजलाई म यहाँहरूले भिडियो हेरेर मन पराएर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु भएको, कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। र म यहाँहरू सबैजनासँग बिदा चाहन्छु। धन्यवाद। जय श्री राधे, जय श्री राम।